आजको यो मेरो भिडियोको कहानी यति डरलाग्दो शरममर्दो कहानी छ कि जो तपाईहरुलाई मजबुर गर्छ यो सोच्नुको लागि कि इन्डिया चाहिँ हाम्रो लागि बस्नुको लागि सेफ छ या छैन। तपाईहरु आफै यहाँ सुन्नुहोस् कि विक्टिमको पापाले चाहिँ के भनेर इन्टरभ्यु दिनुहुँदैछ। एकदम बदमाश नशे की हालत में थी। वो कोई स्थिति बताने को तैयार नहीं थी, इसलिए कि वो एकदम नशे में थी। जब उसको होश आया तो वो धीरे धीरे सारी बातें खुलने लगी और नशे में ही उसके साथ लोगों ने दरिंदगी किया, नशा देकर, लगातार नशा देकर। इसलिए वो 2 दिन तक तो कुछ बताने की स्थिति में नहीं थी, कुछ बता नहीं पाई। लेकिन जैसे ही उसको होश आया, हम उसको उसकी बात सुनकर हम थाने लाए। वहाँ से ये पूरा जो दिख ही रहे हैं, 6 लोग इसमें नामजद हैं और एक फरार है। 7 लोग इसमें हैं नामजद में, मतलब जिसका नाम आया है लड़की ने बताया है। और अज्ञात में कितने लोग हैं वो भी वो बता चुकी है। और इस समय आपके सामने हम जो भी बता रहे हैं उसी आधार पे जो है आपको जो भी उचित कदम है शासन से, प्रशासन से हमको यही। बिटिया क्या करती थी, क्या बनना चाहती? बिटिया पढ़ के अभी निकली ही थी कि जिसके बारे में हम कुछ सोच ही रहे थे अपने स्थिति को देखते हुए। और स्पोर्ट में उसका रुझान था और उसके आगे कुछ हम बताने की स्थिति में अब नहीं है। थोड़ा मेरा तबीयत सही है। क्या ये कुछ युवक जो हैं वो बच्ची के साथ पढ़ते थे, पूर्व में भी कुछ संपर्क में थे? ये उनके साथ जो क्लासमेट थे उनके ये जानने वाली थी, इसीलिए उसको बहला फुसला कर किसी प्रकार से उसके साथ ये सब हुआ है। वो जो 3 नाम आप ले रहे थे जी, जो सबसे प्रमुख थे वो कौन है? वो एक आयुष है और दानिश है, राज खान है और साजिद है। मैं न्यायालय से और सरकार से बस यही कहूँगा कि हम एक आम आदमी हैं और एक आदमी के साथ अगर इस तरीके से बर्बरता होती है तो अगर उसको न्याय नहीं मिलेगा तो उसका शासन, प्रशासन, न्यायालय से विश्वास उड़ जाएगा। इसलिए हम ये अपनी बात रखते हैं कि हमारे साथ प्रशासन और न्यायालय पूरी जिम्मेदारी से हमारे साथ न्याय करेगी। अब तक कैसा सहयोग रहा है पुलिस का अगर बात की जाए? अभी तक तो जो भी प्रशासन ने हमको जैसे जैसे अपने साथ कहा उस तरीके उनके साथ हम खड़े रहे, रात दिन जैसे जैसे उन्हें कहा ये कराना है, ऐसे कराना है, हर चीज़ों के साथ हम खड़े रहे। जब बिटिया जब आई घर पे किस हालात में थी? वो एकदम बदमाश नशे की हालत में थी। वो कोई स्थिति बताने को तैयार नहीं थी, इसलिए कि वो एकदम नशे में थी। जब उसको होश आया तो वो धीरे धीरे सारी बातें खुलने लगी। 5-6 दिनों में नशे का पिला करके ही उसके साथ दुराचार किया गया। वो दुराचार किया गया और नशे की हालत में किया गया है। अस्पताल में भर्ती है अभी? वो कुछ नहीं हुआ, यहाँ हमेशा हमको आना पड़ रहा है। उसका कोई इस तरीके का भी उपचार नहीं हम करवा पाए हैं। लगातार वो नशे में थी आप कह रहे हैं? हाँ, वो नशे में ही उसके साथ लोगों ने दरिंदगी किया, नशा देकर, लगातार नशा देकर। इसलिए वो 2 दिन तक तो कुछ बताने की स्थिति में नहीं थी, कुछ बता नहीं पाई। लेकिन जैसे ही उसको होश आया, हम उसको उसकी बात सुनकर हम थाने लाए। वहाँ से ये पूरा जो दिख ही रहे हैं आप क्या हो रहा है। इस घटना ने वाराणसी को ही नहीं बल्कि पूरे देश को हिलाकर रख दिया था। 19 वर्षको केटीलाई 23 जना केटाहरूले अलग अलग जग्गामा लगेर रेप गर्छ है। अन्त यो स्टोरी चाहिँ हाम्रै इन्डियाको हो। अनि हाम्रो इन्डियामा पनि यस्तो त्यस्तो कुनै जग्गाको हैन। एउटा जुन जग्गालाई चाहिँ हामी भगवानको भूमिस्थल भनेर चिन्छु है, देवहरूको जग्गा भनेर चिन्छु, त्यहाँनिर चाहिँ देववासी छ भनेर हामीलाई थाहा छ। एकदमै त्यहाँनिर चाहिँ मान्छेहरू आफ्नो पाप धुनुको लागि जान्छ। काशी चाहिँ अब आफ्नो पाप
हामीले जति पनि पाप गरेको त्यो धुनुको लागि चाहिँ हामी त्यहाँ जान्छौँ डुब्की लगाउनको लागि। त्यस्तो जग्गामा चाहिँ यस्तो घटना घट्यो भनेर तपाईँहरूले सुन्दाखेरि चाहिँ अब रूह काम्छ होला, तपाईँहरूलाई एकदमै डर लाग्छ होला है। आजको स्टोरी एकदमै ब्रुटल छ। हेलो एभ्रिवान, मेरो नाम हो बेबिका अनि आजको स्टोरी चाहिँ हाम्रै इन्डियाको एउटा सिटी वाराणसी, जुन जग्गालाई हामी काशी भनेर पनि चिन्छु है। अनि त्यस्तो जग्गामा चाहिँ मान्छेलाई बाहिरतिर हिँड्दाखेरि, केटीहरूलाई हिँड्दाखेरि, केटाहरूलाई हिँड्दाखेरि अब कसैलाई पनि चोर डाकुको अनि यस्तो रेपहरू हुन्छ भने त डर पनि नलाग्नु पर्ने हो। साँच्ची नै भन्नु भने अब भगवानसँग त डराउँछ मान्छे है, त्यही भएर त्यो जग्गामा आउँछ। तर त्यस्तो जग्गामा पनि एउटा केटी चाहिँ सेफ छैन भनेपछि चाहिँ अब तपाईँहरू सोच्नु सक्नुहुन्छ कि एउटा केटी चाहिँ यो दुनियाँमा चाहिँ सेफ छँदै नै छैन मेरो देख्नुमा हो भने चाहिँ। यो स्टोरी चाहिँ हो 29 मार्च 2025, अहिले हाल फिलहालै भएको घटना हो यो चाहिँ। त्यो दिन चाहिँ एउटा केटी 19 सालको है, उसको नामहरू चाहिँ अहिले सब कुछ हामी लिनु सक्दिनँ। ऊ चाहिँ कलेज स्टुडेन्ट थियो। कलेजको साथसाथमा ऊ पार्ट टाइम जब पनि गर्थ्यो है। अनि फ्यामिली अब मिडल क्लास फ्यामिली थियो, त्यही भएर फ्यामिलीलाई फाइनेन्सियल सपोर्टको लागि जब गर्थ्यो। अब धेरै राम्रो कुरा हो त्यो। अनि त्यही भएर केटी चाहिँ उसले चाहिँ भन्थ्यो कि मलाई चाहिँ अब पछि गएर स्पोर्ट्स खेल्नु छ अनि म चाहिँ बिएड गर्छु स्पोर्ट्समा नै भनेर उसले भन्थ्यो है। अनि त्यहाँदेखिको त्यस्तो हुनुले गर्दाखेरि चाहिँ ऊ पढाइमा पनि राम्रो, फिजिकल फिटनेस पनि थियो, धेरै एक्टिभ थियो है त्यो केटी। अनि त्यस्तो हुनुले गर्दाखेरि ऊ चाहिँ 23 मार्चको दिन चाहिँ आफ्नो मतलब जहाँ मैले भनिसकेँ जब पनि गर्थ्यो फ्यामिलीलाई सपोर्टको लागि। जबबाट वापस आउँदै थियो त्यतिखेर चाहिँ उसलाई एउटा मतलब उसको बोयफ्रेन्ड है, उसको बोयफ्रेन्डको नाम चाहिँ हो राज विश्वकर्मा। उसले चाहिँ भन्छ कि हामी चाहिँ मतलब एउटा हुक्का पार्लरमा जाउँ भनेर भन्छ। अब ठिकै छ, आफ्नो बोयफ्रेन्ड, आफूले माया गरेको, आफूले ट्रस्ट गरेको मान्छे, लु ठिकै छ, उनीहरू पहिल्यैदेखिको चिनाजाना है, लु जाउँ न। अब त्यो जुन राज थियो त्यो चाहिँ उसको फ्यामिलीले पनि चिन्थ्यो, तर फ्यामिलीले चाहिँ यो भनेर चिन्थ्यो कि उसको साथी हो भनेर, केटीको साथी हो भनेर चिन्थ्यो है। अनि लु जाउँ भनेर केटी पनि जान्छ। अनि जाँदाखेरि चाहिँ त्यहाँ पुगेपछि चाहिँ त्यो केटीको चाहिँ क्लासमेटहरू 2-3 जना क्लासमेटहरू पनि त्यहाँनिर हुन्छ। अनि लु ठिकै छ, सबैजनासँग ऊ बसेर मतलब त्यहाँनिर इन्जोय गर्दै गरेको हुन्छ। त्यतिखेर चाहिँ केटीको कोल्ड ड्रिङ्क्समा चाहिँ तिनीहरूले चाहिँ नसाको मतलब नसालु जे पनि अब गोलीहरू, त्यसले स्लिपिङ ट्याब्लेट, नसालु जे पनि गोली चाहिँ मिलाइदिन्छ। अनि मिलाउँदाखेरि चाहिँ केटी त अब नसामा जान्छ अर्कै दुनियाँमा। अनि त्यतिखेर चाहिँ आफ्नो उसकै बोयफ्रेन्ड र त्यहाँनिर उसकै त्यो केटीको 3-4 जना क्लासमेटहरू भएर चाहिँ केटीको रेप गर्छ। प्लस रेपको साथसाथमा उनीहरूले केटीको अश्लील भिडियो पनि निकाल्छ, न्युड भिडियो पनि निकाल्छ। अनि त्यो सब कुछ गरेर जब केटी होसमा आउँछ उसलाई ब्ल्याकमेल गर्छ कि तँ यो जग्गाबाट चाहिँ निस्केर बाहिर गइस् भने चाहिँ यो भिडियो चाहिँ इन्टरनेटमा भाइरल गरिदिन्छु भनेर उसलाई केटीलाई धम्काउँछ है। धम्काएपछि अनि केटीको फोन पनि उनीहरूले खोसेर लान्छ, फोन पनि खोसेर लगेपछि त्यसपछि केटी त अलरेडी नसामै हुन्छ। अब केटीलाई त्यस्तो बेसी राम्रोसँगले केही पनि याद हुँदैन है। अनि त्यस्तो हुनेले गर्दाखेरि फेरि त्यो जुन उसको बोयफ्रेन्ड थियो, त्यो उसको केटीको क्लासमेटहरूले चाहिँ अझै अरू केटाहरूलाई पनि बोलाएर हुन्छ नि, अरू केटाहरूलाई पनि बोलाएर उसको अब त्यो जो केटाहरूलाई बोलाउँछ त्यो केटाहरू चाहिँ केटीले नचिन्ने त्यो मान्छेहरूलाई बोलाएर ल्याउँछ। अनि त्यो मान्छेहरूले पनि त्यो केटीसँग रेप गर्छ। अनि यति मात्रै नभएर उसलाई फेरि नसालु गोली दिएर चाहिँ त्यो जग्गाबाट अर्को जग्गा लगेर जान्छ, जो चाहिँ एउटा वाराणसीको फेमस क्याफे है, क्याफे भनौँ, जो क्याफेको नाम चाहिँ हो कन्टिनेन्टल क्याफे। त्यो त्यहाँनिर लगेर जान्छ। यो क्याफेको अनरको नाम चाहिँ हो अनमोल गुप्ता। अनमोल गुप्ताको बारेमा म तपाईँलाई पहिला अलिकति भनिदिन चाहन्छु। अनमोल गुप्ता चाहिँ एउटा सानो ठेला, चाउमिनको ठेला चलाउने मान्छे हो, जो चाहिँ रोडको साइडमा चाउमिनको ठेला चलाउँथ्यो। अनि उसले 2 सालसम्म त्यो ठेला चलाएपछि उसले एउटा सानो फास्टफुडको दोकान खोल्छ है। फास्टफुडको दोकान जब उसले खोल्छ, फास्टफुडको दोकान चल्दै गरेको हुन्छ राम्रोसँगले। अनि एउटा दोकान खोल्छ, त्यो दोकानमा राम्रो उसको प्रफिट हुन्छ। अनि उसले फेरि अर्को दोकान खोल्छ, त्यो दोकानमा पनि अलिक राम्रो प्रफिट हुन्छ। त्यसपछि चाहिँ उसले त्यो क्याफे खोलेको हुन्छ, जुन क्याफेको नाम चाहिँ मैले तपाईँलाई भनिदिइसकेको छु, वाराणसी कन्टिनेन्टल क्याफे। अनि त्यो क्याफे चाहिँ त्यो अनमोल गुप्ताको हुन्छ। अनि त्यो अनमोल गुप्तालाई चाहिँ 2022मा चाहिँ एउटा सेक्स ऱ्याकेटको
आरोपमा चाहिँ पुलिसले अलरेडी गिरफ्तार गरिसकेको हुन्छ, तर अब थाहा छैन पुलिसले किन छोड्यो, मतलब सबुत पाएन होला त्यही कारण छोड्यो के भएर उनीहरूको अब उनीहरूको बेसमा त्यो केसको बारेमा त मलाई त्यस्तो राम्रोसँगले थाहा भएन। मैले डिटेल्सहरू खोज्ने ट्राई पनि गरेँ बट मलाई पाइनँ, मैले इन्टरनेटमा पाइनँ हो। अनि त्यही भएर त्यतिखेर उसलाई छोडिदिएको हुन्छ, तर पनि स्टिल त्यो अनमोल गुप्ताले चाहिँ त्यो क्याफेमा चाहिँ उसले सेक्स ऱ्याकेट चाहिँ स्टिल चलाइ नै रहेको हुन्छ। अनि यो कुरा चाहिँ कसैलाई पनि थाहा हुँदैन है। थाहा भए पनि अब पुलिसहरूको अब मैले कतिवटा यहाँनिर आर्टिकल्सहरू पढ्दा अनि भिडियोहरू हेर्दाखेरि चाहिँ यो याद पाएँ कि त्यहाँनिरको पुलिसहरू पनि बिकेको थियो अरे, प्लस पुलिसहरूलाई हप्ता हुन्छ, हाम्रोतिर त हप्ते सिस्टमहरू हुन्छ है, हप्ते सिस्टम महिने सिस्टमहरू पुरा हुन्छ, महिना जान्थ्यो अरे हप्ता जान्थ्यो अरे। त्यही भएर पुलिसले चाहिँ अनमोल गुप्ताको खिलाफ चाहिँ केही कम्प्लेनहरू लिन्थेन अरे भनेको चाहिँ अब म सुन्दैछु इन्टरनेटतिर हो। अब त्यो कुरामा कहाँसम्म सच छ यो त अब बादमा नै याद हुन्छ। अनि त्यहाँ लगेर जान्छ, अनि त्यहाँ लगेर जाँदाखेरि मैले अघि नै भनिसकेको छु अनमोल गुप्तालाई सेक्स ऱ्याकेटको आरोपमा पहिला नै पुलिसले गिरफ्तार गरिसकेको थियो। त्यही भएर उसको त्यहाँनिर 3-4 जना क्लाइन्टहरू हुन्छ है। अनि क्लाइन्टलाई चाहिँ त्यो केटीलाई चाहिँ भन्छ यो क्लाइन्टलाई तैँले मसाज दे भनेर भन्छ। अनि मसाज दे भनेर भनेपछि चाहिँ केटी त नसाको हालतमा भए पनि उसलाई मसाज दिनु त्यहाँनिर ऊ केटी जब जान्छ त्यतिखेर त्यो जुन क्लाइन्टसँग केटीलाई पठाउँछ त्यो क्लाइन्टले पनि केटीको रेप गर्छ त्यहाँनिर है। अनि क्लाइन्टले पनि रेप गर्छ केटीको। अब केटीको हालतै त्यस्तो हुँदैन कि केटी कुनै होसमा भएर मैले के गर्दैछु कसो गर्दैछु म माथि कसले के गर्दैछ त्यस्तो उसलाई कन्सियस हालतमै हुँदैन। केटी त अब एकदमै मतलब बेहोस टाइपको हुन्छ नि, अब त्यस्तो भइरहेको हुन्छ किनकि उसलाई बारम्बार नसा दिएको गरिरहेको हुन्छ अब होसमा नहोस् भन्नको लागि, मतलब होसमा नहोस् भनेर। अनि त्यस्तो हुनाले गर्दाखेरि चाहिँ अब उसकै आफ्नो साथी उसकै आफ्नो बोयफ्रेन्डले त उसलाई छोडेन भनेपछि अब त्यो क्लाइन्टहरू त को होला। अब त्यो त एकदम त्यसको लागि त मेरो शब्द नै कम पर्ला है, त्यस्तो खालके घिनौना हरकत गर्ने मान्छेहरूको लागि त। जब अनमोलको क्याफेभित्र केटीको रेप हुन्छ त्यसपछि उनीहरूले केटीलाई लगेर बाहिर छोडिदिन्छ रोडको साइडमा। एउटा रोडको साइडमा नसाको हालतमा केटी जाँदै गरेको हुन्छ, अब ऊ राम्रो खुट्टा पनि लागेको हुँदैन होला होइन, त्यो हिँड्नु पनि नसकिरहेको केटीलाई चाहिँ एउटा बाइकमा चाहिँ 2 जना केटाहरू आउँछ। अनि त्यो केटा चाहिँ केटीको चिन्ने नै हुन्छ, केटीले चिन्ने नै केटाहरू आउँछ नि। त्यो आएपछि चाहिँ केटीलाई सोध्छ कहाँबाट आएको के हो यस्तो त्यस्तो भनेर सोध्छ। नि केटी त अब आफ्नो हालतमै हुँदैन बोल्नु सक्ने, त्यतिखेर चाहिँ त्यो केटालाई याद हुन्छ कि यो केटी नसामा छ भनेर। त्यसपछि त्यसको मौकाको फाइदा उठाएर त्यो केटाहरूले चाहिँ केटीलाई एउटा वेयर हाउसमा लगेर जान्छ अनि त्यहाँनिर पनि केटीको रेप गर्छ। अब म तपाईँहरूलाई भन्दाखेरि पनि तपाईँहरूलाई सुन्दाखेरि पनि अब कस्तो डर लाग्दैछ होला होइन, एउटा केटीलाई चाहिँ कहाँसम्म गर्छ केटाले, कहाँसम्म सोच्छ भनेर चाहिँ है। अनि वेयर हाउसमा लगेर अब चिन्नाजाना भएर मद्दत त गर्नु होइन, वेयर हाउसमा लगेर उसले रेप गर्छ। अनि त्यस्तो गरेपछि फेरि त्यो केटाहरूले पनि केटीलाई चाहिँ 80 घाट काशीको 80 घाटमा लगेर चाहिँ छोडिदिन्छ। त्यहाँनिर त अब धर्मस्थल जहाँनिर भगवानहरूको मैले भनिसके पापहरू धुनु मान्छेहरू आउँछ। अनि त्यहाँनिर पुगेपछि चाहिँ केटी त अब एकदम नसाको हालतमा हुन्छ, ऊ बोल्नै सकेको हुँदैन। मम्मी पापा उता घरमा परेशान भइरहेको हुन्छ, यता पुलिसलाई कम्प्लेन लेखाउनु जाँदाखेरि पुलिसले भन्छ 48 आवर्स नभइकन हामी कम्प्लेन लेख्दिन भनेर भन्छ है। अनि त्यो सब भयो। अब 29 अप्रिलमा केटी हराएको, अन्त अहिलेसम्म पनि केटी अब घरमा आएकै हुँदैन, आमा बाबा त कति परेशान भएर उसलाई पुरा खोजिरहेको हुन्छ। अनि त्यस्तो हुँदाखेरि चाहिँ फेरि केटी एउटा सपिङ मलको बाहिर पुग्छ। अनि त्यहाँनिर केटी बसिरहेको हुन्छ अब नसाको हालतमा। अनि त्यतिखेर 2-3 जना केटाहरू त्यहाँनिर आउँछ अनि उसलाई गाडीमा हालेर लान्छ त्यहाँबाट है, गाडीमा हालेर लान्छ। अनि उसको त्यहाँनिर एउटा होटलभित्र लगेर उसलाई रेप गर्छ, होटलभित्र लगेर रेपहरू गर्छ, भिडियोहरू पुरा बनाउँछ। अनि त्यसपछि केटीलाई बाहिर छोडिदिन्छ या फ्याँकिदिन्छ। अनि 4 तारिकको दिन केटी 4 तारिकको दिन चाहिँ एकदम आफ्नो हालत नै हुँदैन, त्यतिखेर चाहिँ ऊ केटी घर पुग्छ। कसरी घर पुग्छ, अब त्यहाँनिर उसलाई फ्याँकिदिएको जग्गामा चाहिँ कोही मान्छेहरूले उसलाई उठाएर चाहिँ उसको घरको एड्रेसहरू सोधेर चाहिँ उसलाई घर पुगाइदिन्छ। बता दें कि लालपुर पांडेयपुर थाना क्षेत्र की 19 वर्षीय युवती बीते 29 मार्च को अपने दोस्त के घर गई थी। वहां से लौटते वक्त रास्ते में एक व्यक्ति राज विश्वकर्मा उसे मिला।
और लंका स्थित अपने कैफे ले जाकर दुष्कर्म किया। इसके बाद 7 दिनों में अलग अलग स्थानों पर 22 आरोपियों ने उसके साथ दुष्कर्म की घटना को अंजाम दिया। युवती से दुष्कर्म के 23 आरोपियों में से 9 को पुलिस ने गिरफ्तार कर लिया है। 9 लोगों को अरेस्ट कर लिया गया, रिमांड मिल गई। बाकी लोगों के लिए भी जल्दी अरेस्टिंग हो जाएगी। कितने 9 लोग गिरफ्तार हैं? मेन एक्यूज गिरफ्तार हुआ? हाँ मेन एक्यूज गिरफ्तार हुआ नहीं हो गया है? हाँ। मंगलवार को पंडित दीनदयाल उपाध्याय जिला अस्पताल में इन 9 लोगों का मेडिकल भी करवाया गया। घर पुगाएपछि त अब छोरीलाई हेर्दाखेरि त छोरी कहिलेदेखिको नसुतेको जस्तो भइरहेको छ है। कस्तो अब हालत, अब 23 जना केटाले रेप गर्नु भनेको अब सानो कुरा होइन है। त्यस्तो हालतमा हुन्छ अनि छोरी त्यस्तो हालतमा देखेर आमा र बाबा त रुँदै रुँदै अब छोरीलाई के भयो सोधी खोजी गर्छ। छोरी बोल्नु सकेको हुँदैन है, उसलाई चोटहरू पनि लागेको हुन्छ। अनि त्यतिखेर उनीहरूले पनि अब आमा बाबाले पनि मेडिकलहरू गराउनु पर्ने थियो, त्यो पनि गराउँदैन। छोरी त अब सुत्छु भनेर सुत्छ है। अनि सुतेपछि चाहिँ अब छोरी बोल्नै त सकेको छैन, के चाहिँ भयो भन्दा पनि भन्नै सकेको छैन। अब आमा बाबा पनि अनकन्सियस भयो होला त्यतिखेर। अनि ऊ भरे उठेपछि चाहिँ त्यहाँबाट छोरीले चाहिँ बिस्तारी बिस्तारी आफ्नो आमा र बाबालाई सबै कुरा भन्छ। अनि त्यो भनेपछि चाहिँ उसको बाबा चाहिँ कम्प्लेन लेखाउनुको लागि चाहिँ पुलिस स्टेसन जान्छ है। पुलिस स्टेसन गएपछि चाहिँ चौकीघाट पुलिस स्टेसन चौकीघाटमा चाहिँ जान्छ। अनि त्यहाँ गएपछि चाहिँ उसले कम्प्लेन लेखाउँछ। तर पुलिसले चाहिँ यस्तो भन्छ कि अहिले हाम्रो बाहिर केही मिटिङ छ, अहिले बादमा कम्प्लेन लेख्छु भनेर, एफआइआर बादमा लेख्छु भनेर भन्छ। जस्ट इमेजिन, यो हाम्रो इन्डिया हो जहाँनिर चाहिँ एउटा बेवस बाबाले गएर पुलिस स्टेसनमा यो भन्दाखेरि पनि मेरो छोरीलाई 23 जना केटाले 6 दिनसम्म रेप गरे भनेर भन्दाखेरि पनि त्यो पुलिसले चाहिँ यस्तो भन्छ, कन्स्टेबलले चाहिँ यस्तो भन्छ कि अहिले हामी तपाईको एफआइआर लेख्न सक्दिन, अहिले हाम्रो मिटिङ छ भनेर ऊ चाहिँ आफ्नो पुलिस चौकी छोडेर बाहिर जान्छ। अनि यो सब कुछ देखेर उसको बाबा बिहान गएको दिनभरि उसको पुलिस स्टेसनमै उसको बिच उसले रिक्वेस्ट गर्छ, कसले पनि कम्प्लेन लेख्न मान्दैन। अनि उसले अलिअलि मिडियाको सपोर्टहरू लिएर जब बेलुका मिडियाको प्रेसर जब पुलिस स्टेसनलाई पर्छ तब चाहिँ फाइनली पुलिस स्टेसनमा चाहिँ उसको कम्प्लेन रेजिस्टर हुन्छ। अनि पुलिस स्टेसनमा उसको कम्प्लेन रेजिस्टर भएपछि पुलिसले आफ्नो खोजबिनहरू छानबिनहरू स्टार्ट गर्न थाल्छ है। स्टार्ट गरेपछि चाहिँ मतलब पुछताछहरू गर्छ। पुलिसले पनि त्यहाँनिर के गल्ती गर्यो भन्दाखेरि उसले चाहिँ केटीलाई चाहिँ हस्पिटलमा लगेर मेडिकलहरू केही गराउनु जरुरी सोच्दै केटीलाई सोधी खोजी गर्दाखेरि केटीले जति पनि आफ्नो स्टेटमेन्टहरू दिन्छ त्यसको हिसाबमा चाहिँ पुलिसले चाहिँ आफ्नो खोजी तलास स्टार्ट गर्न थाल्छ। स्टार्ट गरेपछि चाहिँ मेन त्यहाँनिरको जुन मेन यो क्राइम सब कुछ प्लानिङ गर्ने केटाको नाम चाहिँ हो अनमोल गुप्ता है। अनमोल गुप्तालाई पक्रिन्छ। अनि अनमोल गुप्तालाई पक्रिँदाखेरि चाहिँ अनमोल गुप्ताको फोन चाहिँ 2टा फोन पाउँछ। एउटा चाहिँ उसको बिजनेस फोन अनि एउटा चाहिँ उसको पर्सनल फोन। बिजनेस फोनमा चाहिँ केटीहरूको अलग अलग केटीहरूको 540 वटा केटीहरू अलग अलग केटीको चाहिँ न्यूड फोटो भिडियो चाहिँ उसले क्लाइन्टको साथमा उसले राखेको हुन्छ है। अनि अलग अलग क्लाइन्टहरूलाई देखाउनु पठाउनुको लागि। अनि ऊ चाहिँ एउटा सेक्स र्याकेट चलाउने केटा हो है। अनि उसले चाहिँ इन्डियाको अलग अलग 5-6वटा स्टेटमा चाहिँ आफ्नो सेक्स र्याकेट धन्दा चाहिँ केटीहरू सप्लाई गर्ने काम चाहिँ गरेको हुन्छ। म तपाईँलाई जग्गाको नाम बताइदिन्छु है। वेस्ट बेङ्गल, महाराष्ट्र, तमिलनाडु, दिल्ली अनि बिहार। अब युपी त भयो अनि युपी छोडेर पनि अरू जग्गाहरू त्यतिवटा जग्गामा चाहिँ उसले आफ्नो केटीहरू पठाउने त्यस्तो काम गर्दै गरेको हुन्छ। अब तपाईँ सोच्नुहुन्छ ठेला चलाउने मान्छेले 2-3वटा फास्टफुड, त्यसपछि ऊ फाइनली त्यहाँ पुग्यो। उसले एकदमै ठुलो क्याफे खोलेर बस्यो। उसको लाइफ स्टाइल एकदमै लग्जरी थियो जस्ट बिकज उसले चाहिँ केटीको धन्दा गर्थ्यो त्यही भएर। अनि यो सब कुछहरू पुलिसले पाउँछ अनमोल गुप्ताको फोनमा है। पुलिसले त्यसपछि सब कुछ इधर उधर सीसीटीभी क्यामेराहरू चेकहरू गरेपछि चाहिँ पुलिसले चाहिँ अहिले रिसेन्टली आजको न्युजसम्म चाहिँ पुलिसले चाहिँ कतिजनालाई 12 जनालाई चाहिँ पक्रिसकेको छ, आफ्नो हिरासतमा लिइसकेको छ। म तपाईँलाई नाम बताइदिन्छु। राज विश्वकर्मा जो केटीलाई सबैभन्दा पहिला लगेर गएको थियो, समीर, आयुष, साहिल, दानेश, अनमोल, साजिद, जाहिर, इमरान, अमन, राज खान अनि जाहिब।
यिनीहरू 12जनालाई चाहिँ पुलिसले चाहिँ पक्रेर अहिले उनीहरूको कस्टडीमा राखिसकेको छ। अनि यो सब कुछ जब हुँदै थियो तब यो अनमोल यति पावरफुल इन्सान, यो अनमोल चाहिँ एकदमै पावरफुल मान्छे, उसले चाहिँ आफ्नो जमानतको लागि चाहिँ वकिल पठाएको थियो पुलिस स्टेसनमा, तर उसको जमानत हुन सकेन कि अब किन पनि हुन्छ, किनकि एउटा केटी है, एउटा केटीलाई 23जना केटाहरूले मिलेर यस्तो गर्यो। अब उनीहरूलाई जमानत त होइन, कडा भन्दा कडा सजाय चाहिँ हुनुपर्ने मेरो देख्नुमा हो भने चाहिँ। अनि यो केसलाई चाहिँ हाम्रो देशको पीएमले पनि आफ्नो कन्सर्न देखाउँदै अहिले रिसेन्टली फ्राइडेको दिन चाहिँ वाराणसीमा चाहिँ उहाँले भिजिट गर्नुभयो अनि यो केसमा कडा भन्दा कडा सजाय हुनुपर्छ सबैलाई भनेर उहाँले अर्डर दिइसक्नु भएको छ है। अब हेरौँ कहाँसम्म हुन्छ, के हुन्छ, यो केस कहाँ कहाँ पुग्छ। अब यो त भर्खरै यो केसको मैले पार्ट 1 मात्रै अपलोड गरेको, म आजैसम्म यो केसमा स्टडी गर्छु अनि जति सक्दो म सच्चाइ लिएर आउने कोसिस गर्छु है। केटी जहाँ पनि काम गर्थ्यो, जस्तो पनि काम गर्थ्यो, जे पनि होस् है, चाहे वो मसाज सेन्टरमा काम गरोस्, चाहे वो पार्लरमा काम गरोस्, चाहे वो जो भी होस्, मतलब एउटा केटी जे पनि गरोस् तर उसलाई रेप गर्नेको हक चाहिँ कसैले पनि दिएको हुँदैन है, कसैले पनि दिएको छैन। जस्ट बिकज तिमी केटा हो भने चाहिँ तिम्रोमा सर्टिफिकेट छैन कि केटीलाई तिमीले रेप गर्न सक्छ भनेर। यो केसमा 12जना अपराधीहरूलाई त पुलिसले पक्रिसकेको छ, उनीहरूको अब सब कुछ सीसी क्यामेराहरू छानबिन गर्दै पुलिसले सबुतहरू एकट्ठा गर्दैछ। तर अझै पनि 23जना केटाहरूले रेप गरेको उसलाई अझै पनि बाँचेको सबै अपराधीहरू पक्रोस् है, छिटो भन्दा छिटो, म चाहिँ त्यो नै चाहन्छु। अनि तपाईँहरू पनि यो केसलाई मैले केस त तपाईँहरूलाई भनिसकेँ, अनि यो केसलाई हेरेर तपाईँहरूलाई के लाग्छ, एउटा केटी चाहिँ स्पा सेन्टरमा काम गर्नु गलत बात हो या होइन, अनि एउटा केटी चाहिँ कहाँ सुरक्षित छ या छैन। मलाई चाहिँ यस्तो लाग्छ एउटा केटी चाहिँ यो दुनियाँमा नै सुरक्षित छैन है। तपाईँहरू पनि आफ्नो बात चाहिँ यो कमेन्ट सेक्सनमा बताउनु सक्नुहुन्छ। त्यति भन्दै म आज तपाईँहरूको सामनेबाट बिदा लिन चाहन्छु। तपाईँहरू पनि सेफ बस्नु होला अनि आफ्नो वरिपरि भएको मानिसहरूलाई पनि सेफ राख्नु होला। बाई बाई।